ललितपुर उद्योग वाणिज्य संघ पेकोगु बुसाद हंगुदो बुधबार यलया बालकुमारी चंगु संज्ञा भवने छगु जाजो या दथुई बुसाद हंगु ख ललितपुर उद्योग वाणिज्य संघ नाय मनोज बहादुर न्या छया सभा नासी जुगु जाजोले मुपा कथ नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय नाय शेखर गोल्छा छाया दिगु ख जाजोले मुपा गोल्छा नेपाल अर्थतन्त्र सुदृढ योजनाबद्ध ढंग ह्या उनिगु व उकिया नीति याक्न महासंघ भिजन डकुमेन्ट सार्वजनिक या तेनागु जानकारी ब्यादिल नेपालको निजी क्षेत्र सक्षम छ। नेपालको निजी क्षेत्र जहिले पनि सकारात्मक सोचले अगाडि बढेको छ। त्यसैले गर्दाखेरि होला आज अर्थतन्त्र धेरै हदसम्म तङ्ग्रिसकेको छ। उद्योग वाणिज्य महासंघले कोभिड-19 को समस्या जब सुरु भएको थियो त्यसबेला मौद्रिक नीतिमा कसरी पुनर्कर्जा पुनर्तालिका र ब्याज दर घटाउने यसको लागि पहलहरू पनि गरेको थियो। अब उद्योग वाणिज्य महासंघले एउटा आर्थिक रूपमा रूपान्तरण गर्ने एउटा कार्यपत्र बनाउँदैछ। त्यसलाई हामीले भिजन डकुमेन्ट पनि भन्छौँ। यो भिजन डकुमेन्टले कसरी अब देशको आर्थिक रूपान्तरण गर्न सकिन्छ र यो विषयमा खास गरेर कृषि क्षेत्र, उद्योग क्षेत्र र सेवा क्षेत्र तीनटै क्षेत्रहरूको मुख्य समस्याहरूको के रहेको छ, त्यसमा कुन चाहिँ देशले राम्रो गुड प्र्याक्टिस गरेको छ त्यसलाई हामीले नेपालको लागि कपी गर्न सक्छौँ। यो विषयमा गम्भीर छलफलपछि अब 1 महिनाभित्रमा यो हाम्रो जुन भिजन डकुमेन्ट छ त्यसलाई हामी सार्वजनिक गर्नेछौँ। यो भिजन डकुमेन्टले नेपालको हरेक क्षेत्रमा रहेका समस्याहरू के छन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ र त्यो समाधान गर्दाखेरि राज्यले के कस्ट बेहोर्नुपर्छ तर राज्यले के पाउँछ यो सम्पूर्ण कुराको क्याल्कुलेसन गरेर अब अर्थतन्त्रलाई कसरी $100 बिलियन को हामी बनाउन सक्छौँ यसमा चाहिँ हामीले एकदमै फोकस तरिकाले अगाडि बढेका छौँ। अथे पाकठ छायादिम यल महानगरपालिका एम्बेर चिरी बाबु महर्जन ललितपुर उद्योग वाणिज्य संघलिसे महानगर नाप सहकार्य याना ह्या उना चुनागु व आयाक्न महानगर व उद्योग वाणिज्य संघलिसे जाना नगर या थी थासे नाइट मार्केट चाकेगु योजना देका चुनागु थायदिल ललितपुर महानगरपालिका र ललितपुर चेम्बर अफ कमर्स एक आपसमा दाजुभाइकै हैसियतमा राम्रोसँग हामी हातेमालो गर्दै अगाडि बढिरहेको मैले यहाँलाई निवेदन गर्न चाहन्छु। चाहे त्यो हाम्रो ललितपुर नगर क्षेत्रका व्यापारी वर्गलाई हामीले यो कोभिडको दौरानमा अहिले जुन ट्याक्समा चाहिँ हामीले 10% ट्याक्समा रिल्याक्सेसन दिएका छौँ, रिबेट दिएका छौँ र जरिवाना नलिने भन्ने जुन निर्णय गऱ्यौँ त्यसमा पनि हाम्रो उद्योग वाणिज्य सङ्घको सहकार्यमै हामीले यो काम गऱ्यौँ। अब ललितपुर महानगर क्षेत्रमा रहेका सम्पदा क्षेत्रलाई हामीले बचाउनको निमित्त सांस्कृतिक ट्यान्जिबल एन्ड इन्ट्यान्जिबल हेरिटेजका कम्पोनेन्टहरूलाई अभिवृद्धि गर्नको निमित्त हामीले ललितपुर चेम्बरसँग हामी राम्रै काम गर्दै आइरहेको कुरा मैले यहाँलाई निवेदन गरेँ। चेम्बर अफ कमर्ससँग अब फेरि नयाँ सहकार्यको प्रस्थान बिन्दु पनि भेटिएको जस्तो मलाई लागिरहेछ। त्यो भनेको चाहिँ म मेयर हुँदा मेयरको इलेक्सनको दौरानमा मैले भनेको थिएँ कि हाम्रो कार्यक्रम अन्तर्गत एउटा कार्यक्रममा चाहिँ पाटन सिटी डज नट स्लिप भन्ने चाहिँ एउटा नयाँ कन्सेप्ट लिएर हामी अगाडि बढौँ भन्ने कुरा मैले राखेको थिएँ। अब त्यसको निमित्त पूर्वाधार थुप्रै चाहिन्थ्यो र अहिले त्यो पूर्वाधारहरू लगभग तयार हुँदै आइरहेको छ। हामीले महानगरपालिका अन्तर्गत महानगरीय प्रहरीको व्यवस्थापन अहिले हामीले राम्रैसँग गरेका छौँ। त्यस्तै हामीले चाहिँ स्मार्ट स्ट्रिट लाइटको व्यवस्थापन पनि पहिलो चरणको काम सिधाइसकेका छौँ र यो पहिलो चरणको काम सिधिँदाखेरिको अवस्थामा धेरै ठाउँमा अहिले चाहिँ हामीले नाइट मार्केटको व्यवस्थापन गर्न सक्ने गरिकन चाहिँ अहिले स्मार्ट स्ट्रिट लाइटको व्यवस्थापन भएको छ। फुटपाथको निर्माण पनि त्यही रफ्तारमा राम्रोसँग भइरहेको छ। तसर्थ अबको कन्टेक्स्टमा हामीले ललितपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर एटलिस्ट 1-2 ठाउँमा नाइट मार्केटको शुभारम्भ किन नगर्ने जाजोले सभा न्याय छन उपभोक्ता हित संरक्षण ऐन 2075 न्यायोचित ढंग संशोधन मजुगले व्यवसायिक पिदा लाना चंगु थायदिल संघको प्रमुख लक्ष्य भनेकै ललितपुर जिल्लाको व्यावसायिक वातावरण उच्चतम बिन्दुमा राख्नु हो र व्यावसायिक मार्फत
ललितपुरलाई आर्थिक सम्बन्धतर्फ डोहोऱ्याउनु हो। देशको लामो समयदेखि व्यापार घाटा बेहोर्दै आएको छ। आजको वर्तमान अवस्थामा स्वदेशी व्यापारको प्रयोगलाई बढावा दिनुका साथै सञ्चालित उद्योगलाई फस्टाउनु आवश्यक नीति नियमको निर्माण गर्नु अत्यन्त आवश्यक भइसकेको छ। ललितपुर जिल्लामा उत्पादित हस्तकला तथा कृषिजन्य वस्तुहरू निर्यात गरी केही हदसम्म व्यापार घाटा कम गर्न सकिन्छ भन्नेमा ललितपुर उद्योग वाणिज्य सङ्घ विश्वस्त छ। सरकारले सदैव आयात प्रतिस्थान गर्ने कुरा मात्र गर्छ, तर व्यवहारमा ठिक उल्टो कार्य भइरहेको हामीलाई महसुस भइरहेको छ। उद्योग व्यापारको प्रगति एवं स्थायित्व बिना कुनै पनि राष्ट्रले न त आयात प्रतिस्थापना गर्न सकिन्छ न त राष्ट्रको आर्थिक विकास नै गर्न सकिन्छ। अत यसतर्फ सरकारले विशेष ध्यान दिनु जरुरी छ। ज्याजोले सँग निन्या दन्हनिसे सदस्यता कया चोपी उद्योगी व्यवसाय त हनपौ ल लागु खसा देश विदेशे चित्रकला मार्फत ठगु कलाकारिता केना दिम वरिष्ठ कलाकार बच्चु वैद्य त सस्ता सम्मान यागु ख।